आज हामीले लेसन 20 को छङ्बुरो मुन्डामा यो फेदाल एप भन्ने एप्लिकेसन अथवा एप भनेको एप्सहरु है धेरै प्रकारको एप्लिकेसनहरु एपहरु फेदाल भनेको डेलिभरी हामीले पनि यसलाई नेपालीमा पनि डेलिभरी गर्ने भनेर धेरै चिनाउँछौं नेपाली भाषामा पुर्याइदिने भनेर बुझे पनि हुन्छ घर घरमै ल्याइदिने कुरालाई प्राय डेलिभरी गर्दिने भनेर भन्छौं अब त्यस्ता डेलिभरी गर्दिने एपहरुको बारेमा के कस्ता एपहरु छन् कुन कुन एपहरुले चाहिँ डेलिभरी गर्छन् अनि यसलाई कसरी प्रयोग गर्छन् लगायतका कुराहरुको बारेमा आज हामी छङ्बोमा पढ्ने छौं कृपया ध्यान दिनु है ल यस्तो एपहरु चाहिँ यो मोबाइलमा हामीले हेर्दाखेरि यसरी यसलाई यति पर्छ यसलाई यति पर्छ यसलाई यति छुट भनेर त्यस्ता एपहरुमा देखाउने खालको कुरा यहाँ उल्लेखित छ है डेलिभरी एपहरु ल सरल लेखेको कुरा के छ हेरौं ध्यान दिनु हांगगुन कोरियामा चाहिँ एकदम आनन्दसँग हेर्नु है कोरियामा चाहिँ उम्सिक फेदाल मुनागा उम्सिक फेदाल भनेको खानाहरुको डेलिभरी गर्ने मुना भनेको संस्कार चाहिँ मेउ फालाला नारामिदा धेरै विकास भएको देश हो कोरियामा खानेकुराको डेलिभरी धेरै हुन्छ के अथवा धेरै मान्छेहरुले डेलिभरी मार्फत खानेकुराहरु मगाउने गर्छन् कोरियाको प्रत्येक मान्छेलाई थाहा छ कि कोरियामा खानेकुराहरु चाहिँ डेलिभरी मार्फत सहज किसिमले पाउन सकिन्छ भन्ने हो सेम त्यस्तै कोरियामा चाहिँ खाना डेलिभरी गर्ने संस्कार चाहिँ ज्यादै विकास भएको एउटा देश हो छन्हाना फोन अथवा एप्पल थोंगाय एपको मार्फत कसरी मगाउने त खाना है कसरी चाहिँ हामीले फेदाल गर्ने त अर्डर गर्ने त खाना भन्दा के यो फोनबाट गर्ने फलानु ठाउँमा ल्याइदिनुस् भनेर यो हामीले यहाँ पनि गरिरहेका छौं नेपालमा पनि अनि यो एप्पल थोंगा एपको मार्फत भनेको नेपालमा यस्ता प्रकारको खाना सप्लाई गर्ने खाना पुर्याइदिने एपहरुको विकास हुँदैछ नेपालमा नि तर कोरियामा के भइरहेछ विकास भइसकेको छ अब कि फोनबाट के मार्फत वनहानुन उम्सिगुल चाहेको चाहना भएको अथवा चाहेको खानालाई वनहानुन छाङसोरो चाहेको स्थानमा तपाईलाई कहाँ जानु भएको छ घरमा जानु भएको छ कि अफिसमा जानु भएको छ कि कहाँ जानु भएको छ त्यो स्थानतिर पारुको छिटो र खानपान हागे भनेको सहज तरिकाले फेदाल सिकिल सिमिदा अब यो फेदाल सिकिदा भनेको के हो भने गफना है फेदाल भनेको डेलिभरी सिकिदा भनेको अर्डर गर्नु डेलिभरी मार्फत मगाउनु भनेको घरमै मगाउनु भने हो फेदाल सिकिदा भने मतलब घरमै मगाउन सकिन्छ भन्न खोजेको कि डेलिभरी मार्फत मगाउनलाई अर्डर गर्न सकिन्छ यसरी अब हेर्नु है फोन तथा एपको मार्फत चाहेको खानालाई अथवा त्यो चाहेको स्थानतिर तपाईले कुन खाना जानु भएको छ सबै खाना पाइयो र त्यो कुन ठाउँमा मगाउनुहुन्छ त्यही ठाउँमा छिटो र सहज तरिकाले डेलिभरीमा मगाउन सकिन्छ अथवा घरमै मगाउन सकिन्छ थुकी विशेष गरी छेगुनेनुन आजभोलि अहिलेको समयमा कोरियामा आजभोलि छेगुनेनुन भनेको आजभोलि चाहिँ फेदाल एप उइ थुङजाङुरो यो डेलिभरी एपको थुङजाङुरो भनेको प्रवेशले अथवा डेलिभरी एप आएकोले प्रवेश गरेको कारणले ख्याल गर्नु है आजभोलि के छ त फेदाल एप भन्ने एपहरु चाहिँ के छ त थुङजाङुरो भनेको प्रवेश गरेको कारणले उम्सिगुल फेदाल सिकिनुन भनेको खाना घरमै अर्डर गरेर मगाउने गसी कुरा चाहिँ थौक भनेको अझै फेल्ली हे जे सुविधा भनेको सहज भन्दै गयो
गएको छ। यसमा चाहिँ यो अजिता आजिता यजिता भन्ने ग्रामरको प्रयोग भएको छ है। यसको अर्थ के हो भने म सर्टकटमा बताइदिन्छु। यसको ग्रामर अलि पछि आउँछ, अलि समय लाग्छ यसलाई। फेल्ली हेजे सुमिदा भनेको अझै सहज बन्दै गएको छ। हिजोभन्दा आज सहज बनेको छ, आजभन्दा भोलि सहज बन्नेछ, भोलिभन्दा पर्सि सहज बन्नेछ भन्न खोज्या। के गर्नलाई सहज बन्दैछ त? दिन प्रतिदिन के को सहज बन्दैछ भन्दा डेलिभरी मार्फत घरमै खाना अर्डर गरेर खाने चलन चाहिँ सहज बन्दै गएको छ। के कारणले गर्दा? डेलिभरी एप, फेदल एपहरू आएको कारणले गर्दा हैन। फेदल एपबाट आएर अनि कसरी चाहिँ अझै सहज बनाउँ त भन्ने कुराहरू तल उल्लेखित छ। यसमा भनेको के छ भने कोरियामा चाहिँ खाना अर्डर गर्ने संस्कार ज्यादै विकास भएको देश हो। सबै मान्छेले खाना अर्डर गरेर खाने गर्छ। फोन तथा एपको मार्फत चाहेको खानालाई चाहेको स्थानमा छिटो र सहज तरिकाले डेलिभरीको लागि अर्डर गर्न सकिन्छ। विशेष गरी आजभोलि चाहिँ यो फेदाल एप भन्ने डेलिभरी एपहरूको प्रभावले अथवा त्यसको विकासले अथवा त्यो आएर उम्सिगुल फेदाल सिकिनुन गसी थौक फेलियो सुविधा खाना अर्डर गर्ने कुरा चाहिँ ज्यादै सहज बन्दै गएको छ। एकदम सजिलो छ यो छङ्बो, अप्ठ्यारो नमान्नु है यसलाई। ल हेर्नुहोस्, फेदाल एपुल योङ हामन हो। फेदाल एपहरू भनेको धेरै फेदाल एपहरू छ के। कोरियामा एउटा एपको नि भनेको छैन, किनभने एउटा एपको भनेपछि विज्ञापन हुन्छ भनेर एउटा एपको नाम ल्याएको छैन। धेरै एपहरू छन्। नेपालमा पनि खानाहरू डेलिभरी गर्ने एपहरू फुडमान्डु, भोज त्यस्तै छ नि। के हुन्थ्यो नि फेदाल एपहरू हो। त्यस्तो डेलिभरी गर्ने एपलाई प्रयोग गर्यो भने हैन, त्यो प्रयोग गर्यो भने सिक्ताङ्गा मेन्युए त्यान रेस्टुरेन्ट र त्यो मेन्यु खानाको मेन्युको बारेमा छङ्बुरुल सोनसिप्के जानकारीलाई सोनसिप्ता भनेको हातमा अट्ने गरी सजिलो के 1 2 3 4 5 भनेर सजिलो थियो नि त हो। त्यस्तै सोनसिप्ता भनेको ज्यादै सजिलो हुनु। सोनसिप्के भनेको सजिलो तरिकाले अदुल सुविधा पाउन सकिन्छ। अब हेर्नु त के हेर्न सकिन्छ त? एप डेलिभरी एपको प्रयोग गर्यो भने कुन रेस्टुरेन्ट हो, कुन मेन्यु हो, मेन्युभित्र के हुन्छन्, यो रेस्टुरेन्टको विशेष के छ, सब जानकारीहरू सजिलो लिन सकिन्छ क्या एप मार्फत। अनि साङ्जादुरुन भनेको प्रयोगकर्ताहरू चाहिँ तपाईले यदि खाना मगाइराख्नुहुन्छ भने तपाईँ प्रयोगकर्ता हो। प्रयोगकर्ताहरूले चाहिँ फेदाल एपुल थुङ हे डेलिभरी एप मार्फत हैन त्यस्ता खालका घरमै खाना पुर्याइदिने एपहरू मार्फत हान्सिक यो खानाको प्रकार हो, कोरियन खाना, चुङसिक चाइनिज खाना, याङसिक पश्चिमी देशबाट आएको भनेको पारोडी सारोडी खालको खाना, फोनसिक पिठोबाट बनेको प्रकारहरू तुङ आदि यरो छुङ्नी हुई विभिन्न प्रकारका उम्सिक चुङ खाना मध्येमा जस्तै तपाईले फेदाल एपहरूबाट कोरियामा धेरै प्रकारका खाना हुन्छ नि त। हान्सिक छ, चुङसिक छ, याङसिक छ, पुन्सिक छ, धेरै प्रकारको खाना मध्ये पनि छासिनी वनानुन भनेको तपाईलाई मनपर्ने, आफूलाई मनपर्ने उम्सिगुल सन्तेक आयो खानालाई सिलेक्सन गरेर छानेर फेदाल सिगुल सुमिता डेलिभरीको लागि अर्डर गर्न सकिन्छ। यस्ता डेलिभरी एप मार्फत सुन्नु है, सुन्नु ध्यान दिएर सुन्नु यहाँ। यस्ता खालको डेलिभरी एप मार्फत धेरै खानाहरू छन्। त्यो मध्ये तपाईलाई जे मनपर्छ त्यो अर्डर गर्नु त सिम्पल कुरा हो हैन। तपाईलाई जे मनपर्छ त्यो अर्डर गर्न सक्नुहुन्छ। छुमुन हाल्तेनुन अर्डर गर्ने बेलामा थारुन साङचादुरी अरू प्रयोगकर्ताहरूले सानो ख्याल गर्नु है। अब एपमा चाहिँ अर्डर गर्न पाइन्छ। एपबाट हामीले रेस्टुरेन्ट कुन रेस्टुरेन्ट हो, त्यो खानाको बारेमा के हो सबै जानकारीहरू लिन सकिन्छ। विभिन्न प्रकारका खाना मध्ये तपाईलाई जुन खाना मन पर्छ त्यो अर्डर गर्न सकिन्छ। र त्यो अर्डर गर्ने बेलामा हामीले अर्डर कुनै एउटा फलानु खाना अर्डर गर्दैछौँ भने त्यो अर्डर गर्ने बेलामा अरू प्रयोगकर्ताहरूले नामगिन भनेको छोडेको है, छोडेको अथवा छोडिदिएको भनौँ न, यो फ्याङजमका लिभिरुल, यो फ्याङजम भनेको रेटिन भनेको कस्तो लेभलमा छ, कुन तहमा छ त। त्यो रेटिन र रिभ्यू भनेको रिभ्यू भइहाल्यो।
पुनर्मूल्याङ्कन है यो खानाको लागि कस्तो छ सुन है यो भनेको कमेन्ट्स भनेको खास कमेन्ट्स टाइपको कमेन्टहरू हुन्छ नि त्यस्तो अब सुन्नु है यहाँ भन्न खोजेको कुरा के छ भने फलाना यहाँ एउटा बिबिम्बाप भन्ने खाना छ बिबिम्बाप अब यो यही एप हेरेर सबैले मगाउँछ यो बिबिम्बाप हो है अब यहाँ तलतिर एउटा लेख्ने टिप्पणीहरू हुनसक्छ यसको रेटिङहरू हुनसक्छ रिभ्यूहरू हुनसक्छ त्यो एउटा अनलाइनमा युज हुने शब्द हो कि रेटिङ एन्ड रिभ्यू भन्ने होइन अनि अब त्यो अरू मान्छेले त्यो खानाको बारेमा कस्तो खालको रेटिङहरू छोडेका छन् त कस्तो रिभ्यू छ त राम्रो हो कि नराम्रो हो कि पिरो छ कि धेरै अमिलो छ कि फेसिलिटी कस्तो छ त त्यसका रेटिङ अथवा रिभ्यूहरूलाई छामको हाता भने के हो समावेश गर्नु हैन त्यसलाई के गरेर समावेश गरेर के समावेश गरेर रेटिङ अनि रिभ्यूलाई समावेश गरेर त्यसलाई विचार गरेर छासिने मान्दुन मेरो खोल्छु सुमित खोल्छु दो यसो आफूलाई मिल्ने मेन्युहरू छान्न पनि सकिन्छ भनेर मतलब खानाको बारेमा नि अरू मान्छेहरूले के बनाएका छन् त कस्तो रेटिङ दिएका छन् जस्तै हाम्रो जस्तै सुन है रेटिङ बनाएको कस्तो भने एउटा खानामा 4 अङ्क मध्ये कति दिने त भन्दाखेरि धेरै मिठोमा मैले 4 दिन्छु भन्न कसैले कति दिन त भन्दा अलि ठिक्क मिठो 3 दिन्छु भन्ला नमिठो भए 4 मा एक नि छैन भन्ला त्यो एउटा रेटिङ हो क्या अनि फेरि रिभ्यू भनेको पनि त्यस्तै छ उस्तै कुरा हो हैन रिभ्यू पुनर्मूल्याङ्कन पनि भन्छ नेपालीमा हो त्यो हेरेर आफूलाई मिल्ने मेनुलाई छान्न पनि सकिन्छ इजी छ त यो बनाए त्यही हो क्या कमेन्ट्सहरू हेरेर कसले के लेखेको छ कस्तो कुरा लेखेको छ हेरेर हामीले थाहा पनि पाइन्छ भने अरू प्रयोगकर्ताहरूले ल अब अर्कै हेरौँ यसरी डेलिभरी पुऱ्याउँछ क्या डेलिभरी गर्ने यसरी हो कोरियामा धेरै डेलिभरी गर्ने यस्तै खालको भाडामा राखेर स्कुटरको प्रयोग गरेर डेलिभरी पुऱ्याउने कामहरू छ ल अब हेर्नु है भेदाल एबुन अब हेर्नु है त्यस्ता खालका डेलिभरी एपहरू चाहिँ हङगुम नगद सिनोङखादु क्रेडिट कार्ड खानपिन खेल्छ सहज भुक्तान सुदे फोन खेल्छ तुङ मोबाइल फोन भुक्तान आदि थाइगान खेल्जे सुधारोल छोन आगिते मुने विभिन्न प्रकारका भुक्तानका साधनहरूलाई सहायता प्रदान गर्ने भएको कारणले सायोङजादुरुन प्रयोगकर्ताहरूले फेल्लिहागे सहज किसिमबाट सजिलै गरी खेल्चे अल्छी सुविधा भुक्तान गर्न सकिन्छ अब सुन्नु है जस्तै यस्ता एपहरुमा चाहिँ ध्यान दिएर हेर्नु त यस्ता खालको एपहरुमा विभिन्न माध्यमबाट के छ भुक्तानी लिन सकिन्छ क्याश भने क्याश अनलाइन बैंकिङ भने अनलाइन बैंकिङ सिनोकादु भने क्रेडिट कार्ड भने क्रेडिट कार्ड जस्तो सुकै विभिन्न प्रकारका भुक्तानका साधनहरूलाई छिउन हागिते मुने भनेको सहायता प्रदान गर्ने हुँदा विभिन्न भुक्तानका साधनहरूको एक्सेप्ट गर्ने हुँदाखेरि सहायता प्रदान गर्ने हुँदा सायोङजादुरी फेलिआगे प्रयोगकर्ताहरूले सहज तरिकाले खेल्छे सुविधा भुक्तान गर्न सक्छ किन भुक्तानीमा नि गाह्रो भयो भने त कसले किन्छ र भुक्तानीमा सहज भयो किन्ने हो हैन डेलिभरीबाट मगाउने हो ल खेदागा भनेको त्यही माथि त्यसैमा पनि भुक्तान तपाईले जे माध्यमबाट गर्न चाहनुहुन्छ त्यही माध्यमबाट हुन्छ डेलिभरी एपका भुक्तानहरू त्यही माथि पनि छौम योङजादुरीके पहिलो चोटिका प्रयोगकर्ताहरूको लागि हारिने चुकना डिस्काउन्ट दिने छुट दिने अथवा कुपनल छुनुन कुपन दिने आदि तुङ आदि थाइगान हेतेकुल छिगौं आगिदो हामीदा थाइगान भनेको विभिन्न प्रकारका हेतेक भनेको फाइदाहरूलाई छिगौं आगिदो हामीदा उपलब्ध गर्ने पनि गर्छ यस्ता एपहरू अहिले हामीले के पढेका छौं फेदाल एप है ख्याल गर्ने है त्यो फेदाल एपबाट के गर्न सकिन्छ जस्तो सुकैबाट भुक्तान गर्न सकिन्छ त्यहीमाथि पहिलोचोटि जुन प्रयोगकर्ता छ नि त्यो एपमा पहिलोचोटि रेजिस्ट्रेसन गरेर खाना मगायो भने त्यसलाई विभिन्न डिस्काउन्ट दिने अनि अरू डिस्काउन्ट पाउनको लागि कुपनहरू अवेलेबल गराउने जस्ता विभिन्न खालका हेतेक फाइदाहरू उपलब्ध गर्ने पनि गर्दछ तोहान अनि धेरै फाइदाहरू छन् यसका एपहरुका अहिले हामीले एपहरुका फाइदाहरू पढिरहेका छौं है तोहान अनि छुमुनान उम्सिगी
अर्डर गरेको खाना चाहिँ मैले कुनै खाना अर्डर गरेछु भने त्यो खाना चाहिँ हन्जे अहिले छोरी चुङ्गिन्जी जुङ्गिदा भनेको दही हुनु छोरी चुङ्गिन्जी भनेको खाना पकाउँदैछ कि अथवा त्यो मैले अर्डर गरेको खाना पाक्दैछ कि भेदाल चुङ्गिन्जी रोल डेलिभरी हुँदैछ भन्ने कुरालाई सिल्सी सिकाउनु रो वास्तविक समयको रूपमा मैले तपाईँलाई अघि पनि भनेको थिएँ नेपालमा केही खानेकुरा अर्डर गरिरहेछ भने भर्खर मोमो जस्तै मोमो अर्डर गरिरहेछ भने मोमो अझै भट्टीमा बसालेको हुँदैन ल हिँड्नु है हिँड्नु भन्छ त्यो होइन यसले के गरिदिन्छ यस्तो डेलिभरी एपले भने खाना पाक्दैछ भने खाना पाक्दैछ भनिदिन्छ डेलिभरीको लागि हिँड्नु भने डेलिभरीको लागि हिँड्ने वास्तविक सिल्सी सिकाउनु र वास्तविक समयको रूपमा फागिन हाल्छु त सुविधा चेक पनि गर्न सकिन्छ मैले अर्डर गरेको खाना पाक्दैछ कि हिँड्नु भन्ने कुरा हामीलाई थाहा हुन्छ कि एप मार्फत चेक गर्यो भने त्यसको फाइदा हो है हो राम्रो पक्ष हो इरान यस्ता फेल्लिहाम तेमुने यस्ता सहज भएको कारणले गर्दा है यस्ता धेरै सहज भएको कारणले गर्दा 한국 사람들은 कोरियन मान्छेहरूले फेदाल एपल महानिसाङ हामीदा डेलिभरी एपको प्रयोग धेरै गर्ने गर्छन् अब के भन्यो भने जस्तै यहाँ सुरुमा के भन्यो त भने है सुरुमा के भन्यो भने यसरी फेदाल एपको संस्कार यसरी विकास भएको छ भन्ने कुरा गर्यो अनि यसमा चाहिँ फेदाल एपलाई यसरी प्रयोग गर्न मिल्छ तपाईले चाहेको खाना अर्डर गर्न मिल्छ मात्रै भनेर धेरै यसमा केही पनि छैन यसमा फेरि फाइदाहरु कसरी सहज कसरी छ त हैन पेमेन्ट गर्न नि सहज छ पहिलो चोटीको प्रयोगकर्ता भने डिस्काउन्ट पाइन्छ हैन अनि त्यहीमाथि कुपनहरु पाइन्छ अनि हामीले अर्डर गरेको खाना आउँदैछ कि बन्दैछ कि भन्ने कुराहरु एक्चुअली समय थाहा हुन्छ धेरै यस्ता धेरै फाइदाहरु रहेको हुँदा कोरियामा रहेका विभिन्न डेलिभरी एपहरु हैन कोरियामा भएका विभिन्न खालका फेदाल एप अथवा डेलिभरी एपहरु धेरै मान्छेले प्रयोग गर्छन् यसरी यो एपहरुलाई मोबाइलबाट प्रयोग गर्ने हो यसरी मोबाइलबाट अर्डर गर्ने हो हैन कुन खाना खाने सबै अर्डर गर्ने र त्यसपछि अर्डर चाहिँ पुर्याइदिनलाई यसरी मान्छेहरु घर घरमै हजुरले जुन ठाउँमा अर्डर गर्नु भएको छ त्यो ठाउँमा खाना पुर्याइदिनलाई आउँछन् एकदमै फ्यासिलिटी छ यो कोरियामा चाहिँ यो कुरा ल अब बाँकी तपाईहरुले पढ्ने पढ्नु त एकचोटी सर